बाट धेरै कुरा सिक्छु कि होइन कुनै कुनै कुराहरू धेरै काम लाग्छ नि त त्यो सिकिरहेको हुन्छ ग्रोको त अब मैले भन्नुपर्दा तिमीलाई त मैले जस्ट जिरोबाटै हेरेको तिम्रो पनि होइन पछि आएर चाहिँ मैले उहाँको पनि बुझ्दा चाहिँ बेबो पनि जिरोबाट आएको नि होइन स्ट्रगल धेरै छ तपाईँहरूको मैले एक हेरेर हुन्छु क्या अनि खेमेको त भन्नुपर्दा कमेडीदेखि लिएर अस्ति कुलबाईसँग पनि ब्याटल हेरिरहेको हुन्छ कि निस्किरहेको हुन्छ नि त जस हामीलाई इन्टरटेनमेन्ट दिइरहेको हुन्छ थ्याङ्क यू सो मच हाम्रो लमजुङमा जस बेसरमा आउनुभएको छ यो चाहिँ मेरो दाइको रेस्टुरेन्ट थकाली किचन हो होइन यो सुटिङको लागि आउनुभयो हजुर सुटिङ सक्यो अब आज फर्किने काठमाडौँ अब कहाँ चाहिँ सुट अब यति हो कि अरू पनि छ सुट अब सबै सक्यो अब हाम्रो कम्प्लिट सबै सिद्धिसक्यो अब भिडियो आउन मात्र बाँकी छ अनि त्यो माया सबैजनाले हेरिदिनु होला हाम्रो के ट्रिजा के छ पटनको गीतको टाइटल हाम्रो गीतको ट्राई गरेर गीत पनि रिलिज भएको छैन गीत पनि गीत रिलिज भएको छैन अहिलेसम्म पनि बवाल छ जस्ट तपाईँहरूलाई थोरै सुनाउनु पर्दा यस्तो छ एक कान्छा मेरो कान्छा भनेर टक्क सर्च गर्नुभयो भने आउँछ होइन को छ हाम्रो सिङ्गर चाहिँ सिङ्गर चाहिँ हाम्रो उहाँलाई चाहिँ ट्रिजा पटक उहाँ चाहिँ हाम्रो दार्जिलिङबाट हुनुहुन्छ ए उहाँ चाहिँ पहिला भोइस अफ नेपालमा होइन त्यही त उसको फेस त मैले देखाइ जस्तो लाग्यो त्यो भोइस अफ नेपालमा कुन सिजनमा आउनुभएको थियो ए 5 मा आउनुभएको थियो हो ए ल बवाल छ अनि उहाँ चाहिँ उहाँ चाहिँ हाम्रो मेकअप आर्टिस्ट मेकअप आर्टिस्ट उहाँ नभएको भए हामी फेरि अतरङ्गी देखिन्थ्यौँ होइन हामी अतरङ्गी देखिन्थ्यौँ भिडियो ए कतिजना छ ग्रुप तपाईँहरूको अहिले हाम्रो यहाँ अहिले सबै गरेर टिम 10 जना जति छौँ अहिले ब्रेकफास्टको लागि आउनुभयो हजुर हामी चिया चिया खाना अब खाना खाएर यहीँ जाने। बस्नु भएको रहेछ मैले कफी खाँदा कुरा भएर चाहिँ अनि ठ्याक्कै बोलेको सुने अनि के भाइहरूले भन्दै थियो होइन है फल्ला 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 हुन्छ नि ए भनेर एउटा फल्ना त्यो यता भन्दा नि अर्को यस्तो फल्ना के यता। यस्तो अहिले यस्तो कृषि होइन तपाईँको चाहिँ लास्टै फ्यान चाहिँ मेरो बुढी अहिले भर्खर अहिले नेपाल लौ 4 दिन भयो होइन उसलाई थाहा छैन म यहाँ छैन अहिले मैले भिडियो देखाएन लास्ट खुसी तपाईँ कताबाट आउनुभयो र? म चाहिँ यहीँको हो मेरो बुढी चाहिँ अस्ति भरे इजरायलबाट चाहिँ अहिले ल्यान्ड भएको छ कि घरमा आइपुगेको छ अनि तपाईँको हेरिरहेको हुन्छ कि अनि जस्तै बेबीको क्याब त्यो बेबुलाको क्याब कता कस्तो कुरा गरिरहेको थियो कि जस्तो पनि होइन अनि अहिले फाइनली भेट भयो नि त मलाई थाहा छैन कि छ उसको क्याब हेऱ्यो मलाई अस्ति काहीँनिर सर्च गर्दै मलाई यस्तो क्याब चाहियो भन्ने कुरा तर एकदमै झन् विदेशमा हेर्ने मान्छेहरू एकदमै धेरै होइन होइन यस्तो तपाईँहरूको मान्छे जिरोबाट स्टोकल फेजमा आउँछ नि तपाईँहरू नेपालीको मन फेरि खत्रै हुन्छ नि त अनि हामीलाई एकदम एपिसोड त एकदम बवाल लाग्छ क्या तपाईँहरूको हुन्छ नि त कन्टेन्टहरू लागेको होइन त्यो मोटिभेसन मिल्छ यस्तो भन्नु ल थ्याङ्क यू मेरो चाहिँ मिस्टर हिपी भ्लग छ के अरे होइन मिस्टर हिपी भ्लग छ लमजुङबाट अलिअलि गर्दैछु होइन यसो सराउट दिनु पर्यो तपाईँहरूले ल ल ल साथीहरू मिस्टर ह्याप्पी ब्लग है हिपी भ्लग हजुर हिपी भ्लग हिप्पी ल मिस्टर हिप्पी ब्लग लमजुङको तोपले म एकछिन त रन्ताने एकछिन त रन्ताने सबले माया गरिदिनु पर्यो हजुर सबले माया गरिदिनु होला उहाँले अब टक्क लगाएर तपाईँ माथितिर पनि जानुहुन्छ अलिअलि गरिरहेको छु मजाले एक्सप्लोर गर्नु दिनु टक्क त्यो मनाङतिर हिउँ सिउँ परेको बेला नाइस खिचेर हाल्नु न यहाँबाट त घलेगाउँ पनि नजिक रहेछ नि त घलेगाउँ अब यस्तो गर्नु तपाईँहरूले अब नेक्स्ट टाइम चाहिँ घलेगाउँ भुजुङको लागि नै आउनु तपाईँहरूको पछि केही अरू पनि एक्स्ट्रा भिडियोहरू छ भने होइन सुटिङको लागि त्यहाँ पनि दामी नै हुन्छ यताको ठाउँहरू त राम्रो छ भुजुङ र यता घलेगाउँ भन्ने घलेगाउँ गएको चाहिँ तिमी म त फर्स्ट टाइम हो भन्छ म त गएको भुले म त आज चाहिँ मलाई जस्ट आज हाम्रो टेक्नोदाईको के अरे किचन के अरे थकाली किचनमा चाहिँ ट्याक्क बेबो र अनि खेमी ब्रदर चाहिँ भेट भयो होइन अनि एकदम खुसी लाग्यो किनकि होइन उनीहरूलाई भिडियोमा मैले देख्थेँ नि त होइन उनीहरूलाई भिडियोमा देख्थेँ जस्तो देख्थेँ नि रियलिस्टिकमा भनौँ न उनीहरू चाहिँ त्यो रियालिटीमा पनि त्यही रहेछ कि त्यही देखेँ मैले जे लाग्यो मलाई सेम लाग्यो तिनीहरू होइन त्यसमा केही डाउट छैन अनि त्यो माथि कस्तो लाग्यो भन्दाखेरि अब हामीहरूको त अब अलिकति अब उनीहरूको लागि उनीहरू सेलिब्रेटी नै हो नि त अहिले सोसियल मिडियामा हामी त अलिक सानै छौँ नि त त्यही पनि उनीहरूले चाहिँ एकदम टाइम दियो मलाई होइन राम्रो कुराहरू हुन्छ नि त सधैँ पहिल्यैदेखि लिङ्क भएको जस्तो टाइपको जस्तो कुराहरू गरेर क्या मजाले गफ गर्दै नि त त्यो आफूलाई क्या मजा लाग्यो उनीहरू चाहिँ एकदम जे छ भिडियोमा छ नि गाइज होइन सेम त्यही रहेछ कि तिनीहरू चाहिँ सेम त्यही रहेछ होइन त्यसमा कसैले डाउट मार्नु पर्दैन कसै किनकि मैले भेटेर एकदम हम्बलनेस छ उनीहरू होइन अनि त्यही माथि उनीहरू चाहिँ एउटा मनाङमा चाहिँ सुटिङ भ्याएर आएको रहेछ उनीहरूको अब छिट्टै आउँदैछ त्यो गीत माया सम्झिकी भन्ने गीत भएको छ होइन सबले अब त्यो आएपछि चाहिँ सबले माया पनि गरिदिनु होला उनीहरूलाई र बेबो सिसको चाहिँ अब 1 मिलियन अब भ्युज पुग्दैछ होइन सरी सब्सक्राइबर पुग्दैछ त्यसको लागि चाहिँ एकदम बेस्ट अफ लक र खेमे ब्रोले पनि योभन्दा पहिला पनि भिडियोमा एकदम बवाल एक्टिङ गरेर चाहिँ अर्ग्यानिक दिइरहेछ त्यो र खेमे ब्रदरलाई पनि होइन फर्दर अब आउने फ्युचरमा अझै राम्रो गर्दै जानेछ होइन एकदम खुसी लाग्यो र मलाई पनि एकदम खुसी लाग्यो किनकि आज उनीहरूले मसँग दामी कुरा गरे होइन मलाई नि मेरो कुराहरूले कति एप्रिसिएट गर्छ थ्याङ्क यू सो मच दुईजनालाई जस्तो आजको दिन चाहिँ मेरो एकदम राम्रो गरिदिनु भयो थ्याङ्क यू सो मच है